युवाहरू देशभित्र बस्नै नसकेर गएका त होइनन् नि त, चोइसले गएका हुन्। बाको अनुसार युवाहरू विदेश चोइसले गर्दा जान्छ अरे। साला कुन युवाको चोइस छ यो 50 डिग्री सेल्सियस तापक्रममा 12 घण्टा 16 घण्टा नन स्टप पसिना चुहाएर मरी मरी काम गर्नु कुन युवाको चोइस छ? हरेक दिन कामबाट आएर खाना बनाएर बिहान 5 बजे उठेर काममा जानु कुन युवाको चोइस छ? प्लास्टिकमा खाना राखेर खानु कुन युवाको चोइस छ? केपीबा विदेश आउनु बाध्यता छ, रोजाइ होइन। र यो बाध्यता तपाईहरुले बनाएर राख्नु भएको छ। नभए देशमा त्यस्तो व्यवस्था हुन्थ्यो भने स्वर्ग जस्तो देश छोडेर नर्क जस्तो खाडीमा युवाहरूलाई मर्नु पर्थेन होला, एक्लै रुनु पर्थेन होला। सत्यता के छ तपाईलाई नि थाहा छ, सच्याउन नखोजेको मात्र हो। त्यही भएर